हामीले भाइ आएपछि एक दिन बसाएर खसी काटेर भोज गरेर अनि भाइ अब दाजुलाई बाउ सरको दाजु हो नमस्कार भनेर बिदा गराउँदै थियौँ हामी। भाइ आएको 2 घण्टा बाद छैन, मलाई हतार भयो बुवाले गाली गर्छ भन्नु यसरी हिँड्नु मिल्छ त? मेरो भाइ के भन्नु सम्झाउनु तपाईको भाइलाई, किनभने सधैँभरि यसरी भेट हुन्छ, यसरी सधैँभरि समय हुन्छ, अनि सधैँभरि हामी बसेर हुन्छ, अनि सधैँभरि गफ मात्रै गरेर हुन्छ? हुँदैन। मेहनत पनि गर्नु पर्यो, खानु पनि पर्यो, मिठो मेहनत गरी मिठो खाने, त्यसको लागि समय पनि चाहियो भनेपछि अनि भाइले मैले रुकुन नरुकुन त भाइले सुन्नुहुन्छ मिल्दैन। यसरी नै हुन्छ रमाइलो। आएको बेलामा 10 मिनट भए पनि टाइम लिएर पानी खाएर ताली बजाएर तपाईँहरू बस्नुपर्छ। हामी चाहिँ किनभने रमाइलो गर्दैछ अहिले। अरूले हजुरको फर्मको नाम भन्नु। मेरो फर्मको नाम पाटु स्पेसल, तल्लो पाटो। हजुर। अब हाम्रो एग्रिकल्चर बङ्गुर भैँसी उहाँहरूलाई बिस्तारै चिनाउने काम, चिन्ने काम बिस्तारै गर्नुपर्छ। सहयोग हामीले पनि गर्नुपर्छ, हाम्रो कुरो उहाँहरूले पनि सुन्ने मात्रै पनि हामीलाई ठुलो सहयोग हो नि। आउनुहोस् रातो बेला खाएर जानुहोस्। तपाईँलाई अब सिर्फ भन्नु पर्यो मगर कान्छा युट्युब च्यानलमा जस्तो मान्छे भेट भएको भए पहिले अझै अर्कै हुन्छ कि मानवर मगर भाइ जस्तो भइदियो भए अर्कै हुन्छ कि यो यसरी नै बिस्तारै बिस्तारै अब हामीले अहिलेसम्म यस्तो होला यस्तो हुन्छौँ यसै भेट हुन्छ भनेर सोचेर त हामीले गरेको थिएन, एक्लो थिएँ। हजुर। अहिले हामी यतिजना भयौँ, हजुर। हाम्रो एउटा ग्रुप छ होइन। यो ग्रुपको नाम आजको 4 दिनपछि फेरि उहाँलाई हामी बताउँछौँ। ल ओके। हजुरहरूलाई दाइले 2 शब्द बोलिदिनु भयो त्यसको लागि नमस्ते। अब त्यो बादमा दाइले अब राख्ने भने चाहिँ नाम है गाइस पाटु।